हाई नमस्ते वेलकम ब्याक टु न्यू अन द ब्लग अनि नयाँ भ्लगमा स्वागत छ। अनि आज हामी गाउँतिरको फ्लाइट छ होइन। अब गाडी त चढ्यो 3 बजेबाट आएको यहाँ गाडीले कुराएर भर्खर गाडी चढ्यो। आहा यस्तो आनन्द। अनि हामी चाहिँ यो कोटेश्वरमा प्लेनको छेउमा छौँ अनि हामी चाहिँ ट्यागको भएर बसिरहेको अब चाहिँ। अनि म चाहिँ कहाँ जानला भन्दाखेरि गाउँ जानला। गाउँ चाहिँ कता हो भने यता 70तिर पर्यो। अनि किन जानला भनेर अब त्यतै गरेँ भन्नु होला। नाइटको टिकट काटेको मर्न लाग्छ। यहाँ मार्क्स छ क्या यस्तो। मलाई फेरि यो गाडीमा बसेपछि यो छाला आउँछ त्यही भएर टेन्सन भइरहेको क्या। अनि त्यही त नि अब यस्तो छ गाडी चाहिँ यस्तो छ। अब यहाँनिर यहाँ साइडमा को पनि हो कुनै आजको ताल यस्तो छ। अब रातभरि प्लेनतिर उडा जस्तो होला। अब केही हुँदैन। मलाई भ्लग बनाउने अत्तो पत्तो हुँदैन। अब यो गाडी नै ढिला हुन्छ त्यही भएर मलाई साह्रो गाह्रो पर्ने हो। अब यहाँ हाम्रो कोटेश्वर यो कोटेश्वर है लरिबरी है। अनि मैले चाहिँ ब्याग यता छ अनि ब्याग यता राख्यो। अब दुईवटा सामान पछाडि छ। अब यो किन भन्दा भने यसो सामान बिर्स्यो भने त टेन्सन हुन्छ त। अब निन्द्रा तर यार दामी रहेछ कि सिट यस्तो सोफावाला सिट रहेछ। म कस्तो निदाइदिन्छु। तर यो गाडी त्यस्तो गना छैन कि नभए अरू गाडी यस्तो गनाउँछ कि अरू गाडी यस्तो गनाउँछ। अनि निन्द्रा नि लाग्दैन। यो नाकको खसेर झ्याउ भएर नाकको अर्को फेर्नुपर्ने त्यही त नि। अब हिँड्यो भ्लग दामी हुन्छ। आजको रात कसरी बित्छ हेर्न सक्नुहुन्छ होइन। अब हाम्रो तर मलाई केही हत्तो पत्तो पनि थाहा छैन कि कहाँ जाने के गर्ने केही थाहा छैन। जता लिएर गइदियो त्यतै गइदिने हो। गाडीमा बसेको छु म। अब यहाँ हाम्रो यस्तो छ ओहो कति राम्रो। पछाडि यस्तो छ पछाडि यस्तो छ। मलाई अब एउटा इयरफोन बोकेको छु रातभरि गीत सुनिन्छ। अब के गरिन्छ हेरौँला नि त अब होइन। अब भ्लग अब राम्रै हुन्छ जस्तो छ। अब मेरो एनबी भ्लग नराम्रो भएर अब हुँदैन हो कि ड्राइभर दुइटा गाइस। अब त्यही त नि। अब कता रोक्छ मलाई दिक्क बनाउँछ त्यहाँ हेर्नलाई नि त। अहिलेको लागि चाहिँ हामी यसो बसौँ न। गाडी चढेको 1 घन्टा नि भएन गाइस। म त सुतायो 1 घन्टा नि भएन कि गाडी चढेर टाउको दुखा छ है। आम्मा यो यहाँ देखिरहेको होला नि यो फ्यान। मैले मुख मात्रै छाड्न नसकेँ फ्यान घुम्ने भयो। मैले यो कति 8-9 चोटि चलाइसकेँ कि त्यो पछाडि बस्ने मान्छेहरूले पनि कस्तो हेरिरहेको कि चल्दैन भनेर मैले मुख मात्रै छाड्न नसकेँ होइन। मुख मात्रै छाड कसम अरूको सब चलिरहेको कि मलाई यो झन् यस्तो बाक्लो लुगा लाएर आएको। अब त जाडो हुन्छ भनेर लाएर आएको नाङ्गे बसौँ जस्तो लागिरहेछ। त्यही हो। अब चक्रपथ रे यहाँ अगाडि मान्छे बोल्दैछन् कलमा। त्यो चक्रपथ आयो अरे कता ल्याउँछ कता यस्तो छ यी कता ल्याउँछ। मलाई त जोता लाग्दैन नि हुन्छ। सुकुम्बासी जस्तो भाइ छ गाडी पनि घचाघुची गर्छ। म त एकलट अब निदाइदिनु पर्ला जस्तो छ। पेट दुखेर मलाई यो मास्क चाहिँ लाउनु पर्छ है भाइ। मास्क चाहिँ कहिल्यै छोड्नु भएन। मास्क छोड्नु हुन्न। मास्क यो गाडी नि बनाउँदैन त्यस्तो बमिट आउनु नि हुँदैन कि यो मास्क लगायो भने। अब हेर्दै जाऊँ न अब के हुँदो रहेछ आज ल होइन। उतातिर नि गएर भेटौँ। अब यस्तै अब सुताइ छ। यो मैले त चस्मा सुत्दा लिएर आएको छु कि यता इयरफोन नेटको सुविधा होला भनेर आएको छैन। अनि यता हाम्रो यता खले चस्मा खले रे त्यो काम गर्दा लाउने चस्मा लाएर आएको छु। ट्यागको बारे कस्तो ह्यान्सी देखिरहेको होला होइन। म जन्मजात यस्तो हो नि त। म राम्रै हो। म त्यस्तो कालो भयो नि मलाई यस्तो घमण्ड छैन। अब मलाई यो फेन नचलेर मुख छाड्न सकेको छैन गाइस यार। यो फेक चलाउन तपाईँहरूले मिल्छ भने मिलाइदिनु यार। म मर्न लाग्यो। बौरा आम्मा 5
5:11 भनेपछि मैले 4 बजे गाडी चढेको। आमा यो एउटा सेलरोटी घुमा जस्तै थियो, मलाई घुमाइदिइसक्यो बुढो बाहिर बौद्ध है। अब कहाँ लाने हो मलाई, कतिखेर आउला भइसक्यो, उहाँ पुगौँला भइसक्यो। यहाँ भने चाहिँ अगाडि गीत सिक्ने गाइदा छ। मेरो बिजोड पुरै त्यो सिरुपाते दाइको जस्तो ऱ्याप हान्दा छ के हो है। अब भर बौद्ध आइपुग्यो, लुगासुगा फुकालेर बसेको। गर्मी अब यो फ्यानले मलाई साथ नदेला जस्तो छ, त्यही त अब फ्यानले साथ दिएन। मैले ज्याकेट फुकालेर बरु यहाँ राख्थेँ, ज्याकेटको हालत यस्तो छ। अब म यस्तो छु अनि अरू त के भन्नु र है। मलाई अब 1 घन्टा घुमाइदिइहाल्यो। अब मलाई फेरि भोक लागिसक्यो, घरमा अलिकति नास्ता खाएर आएको। यहाँ गाडीमा बस्दा नि भोक पनि लाग्ने रहेछ गाइस। काम नगरिकन काम नगरिकन नै भोक लाग्दो रहेछ। त्यही त यो बौद्ध हो, यो कतिलाई थाहा होला। सनसेट हुँदैछ त्यस्तो यस्तरी बोल्यो भने म कालो देखिन्छ, यस्तरी बोल्छु नि त होइन। त्यही त काले भएर हेर्दा होला म कसम यहाँ मिल्ने भए भए मैले मुख छाडिदिन्थेँ कि मैले कत्रो ठुलो मुख छाडिदिन्थेँ। यो फ्यानले यस्तो धोका दिएको कि मिल्दैन र मात्रै हो गाइस। त्यही हो अब मान्छेहरू थपिँदैछ मलाई भ्लग बनाउन लाज लाग्छ भने तै होइन के तेरो दाइसँग कन्फिडेन्स छैन। बच्चैबाट यस्तो कन्फिडेन्सहरू त मेरो कहाँबाट पाउँछ मलाई थाहा नै होइन। भने पूर्व अब हामी म त कहिले न यो बौद्ध नि कहिले नआए जस्तो भएको कि केही चिनाएन गाइस। अब कस्तो हुन्छ तपाईँ हेर्नु न, यो अब मेरो हालत हेर्नु न गाइस। यस्तो चाहिँ नहोस् है तपाईँहरूलाई, मेरो फ्यानहरूलाई चाहिँ यस्तो गाह्रो नहोस् है मलाई जस्तो। हामीलाई त कहाँ घुमाइदिएर पशुपति नि घुम्यो, बौद्ध नि घुम्यो। एकै दिनमा कति घुम्यो त, नछिरे नि बाहिरबाट यसो हेर्न त पायो नि त होइन। यो कहाँ लाग्यो हो, म त मास्क बिना अडी नै सक्दिनँ कि मलाई कस्तो फेरि हाउले जस्तो हुन्छ मोमेन्ट। अनि त्यही त अब अगाडितिर अब गएर हेरौँला नि कस्तो हुँदो रहेछ। मान्छे चाहिँ भएर होइन है, अगाडि गएर हेरौँ के हुँदो रहेछ। मजी बल्ल या थानकोट कट्यो। थानकोट कटेपछि त अँध्यारो नै भयो त गाइस, अँध्यारो नै भयो त, यस्तो अँध्यारो बाहिर। अनि हामीलाई चाहिँ 1200 दिएपछि एउटा बिस्कुट गिफ्ट आउने रहेछ, बिस्कुट र पानी फ्री हुने रहेछ यो बसमा। हामीले केही खाएन। मलाई यार यो लागेर टेन्सन भइरहेको कि गाइस, यस्तो केही सिकाइदिनु न कहीँ जानु मिल्छ भने। त म त लद्दु भएको छ त बाहिर त यस्तो त डाँडै लगेछ हालिदियो भने ड्राइभरले आएर त्यसलाई चलाउन आउँदैन भने मलाई चलाउन दिए हुन्छ, म हाल्दैन यतातिर। एउटा मिस्टेक भने गयो गाइस यार। अहिले चाहिँ प्याक स्याक भयो। अनि यहाँ म बसेँ ठाउँमा चाहिँ म यहाँ खाली गयो सिट। अनि मैले चाहिँ ब्यागको व्यवस्था हानिदिइसकेँ यता। अनि मैले के भन्ने त अब म लाई उतो लागेर उतोले मलाई धेरै च्यापिसक्यो र ड्राइभरले कहिलेदेखि गाडी रोक्छ र मैले उतो गन झिकेर फायर हानिदिनु मन छ। अनि त्यही हो, अब यहाँ पनि पुलिस रहेछ अरे। यति राति त्यसले के खाएर बस्छ। यहाँ पुलिस चेकपोस्ट, हामी चाहिँ चेकपोस्ट कटेर बस्यो नि। यो थानकोट चेकपोस्ट कटेर कतिलाई थाहा होला नि, सुरुङबाट हामी धेरै त आइसक्यौँ। कालो देखिरहेको होला होइन, म यहाँ बत्ती बालेर भिडियो बनाएर चाहिँ के। अनि कालै छु, अब के गर्नु त होइन गाइस। अब कालै भयो नि, अब दिलवाले हो। अनि यस्तो टिभी बजाएर आमा मैले इयरफोन त ल्याएको छु, यहाँ इयरफोन छ। अगाडि टिभी खोलेर हुँदैछ कि, टिभी खोलेर हुँदैछ। अनि मलाई त टिभीले गीत पनि आम्मामा डिजे लगाइदिने यार, त्यहाँ सब हिन्दी गीत लगाइदिने, यस्तो लगाइदिने गीत मलाई वाक्क लगाएर आम्मामा झ्याउ लगाएर थ्याट। यस्तो ठाउँ छ है, यस्तो अब यस्तो रमाइलो छ। रमाइलो पनि के भन्नु है, त्यति मन छैन अब कहाँसम्म पुगिन्छ है। मलाई त भोलि बिहान कहिले हुन्छ र पुगिसक्नु भएको छ यो गाडीमा बस्दा। तर एउटा कुरा चाहिँ टाइम भयो यार गाइज,
मास्क लगाएपछि त्यस्तो बमेट आउने केही हुँदैन रहेछ अहिले मास्क पुगाले चाहिँ कस्तो अहिले फेरि टाउको दुखेर ल्याङ भएको भने मास्क अब चाहिँ म पछि भेट्छु मलाई गाह्रो पनि हुँदै गइरह अनि यो हामी उदयपुर जाने चाहिँ दुईवटा बाटो छ कि गाउँ यता खुरकोटपट्टि एउटा छ एउटा यो के पो हो कि यो खुरकोटपट्टि एउटा यो त्रिशुलीपट्टि एउटा यो हेटौडा हुँदै जान्छ अरे अर्को उता खुरकोट सिन्धुली हुँदै जाने बाटो यो चाहिँ अहिले हामी नाइट चाहिँ यता खुरकोटबाट सिन्धुलीबाट जान्छौँ खुरकोटबाट जान मिल्दैन रहेछ त्यही त हो नि अब पछितिर भेटौँ न अब अँध्यारो छ कालो छ के गर्नुहुन्छ एडजस्ट गरेर हेर्नु न आज कस्तो हुने हो मर्न लाग्छु म चाहिँ गाई होइन पानी लिएर आयो पानी खानु पर्ने हुन्छ हामीले यहाँ खाजा खान रुकेछ खाजाले चाहिँ होइन मलाई खाजा खान त हुन्थ्यो तर खाजाले मलाई खान्छ जस्तो छ मैले खाजा खाने अवस्था छैन मर्न लाग्छ मम्मी डाउल जस्तो भएर म त यहाँ ब्याग यहाँ छ यो कोटिएर भनिदिनु आँखै देख्दिनँ ए कोटवाला टपिकमा गएको थिएँ म यहाँ खाजा खान रोकेको थिएँ वाला टपिकमा थिएँ मैले यहाँ काम परेकै गाई चाहिँ रिचार्ज हालिदिनु पर्ने थियो अरे त्यो अङ्कललाई अनि आँखा देख्नुहुन्न अरे अनि मैले ठ्याक्क हालिदिएँ अनि खाजा खान चाहिँ यहाँ रोकेको छ तर मलाई खाजा खानु मन छैन तर मैले एउटा कुरा गुड न्युज गाइस मैले ट्याङ्की खाली गरेँ मर्न लाग्थ्यो म यस्तो भएको थियो कि अब मैले मास्क लाउनु पर्ने हुन्छ होइन मास्क लाएर फेरि म सुत्दिनु पर्ने हुन्छ म सुतिदिएपछि मलाई आनन्द हुन्छ मैले एक बोतल पानी चाहिँ ल्याएँ अब यो पानीलाई यहाँ एडजस्ट गर्नुपर्ने हुन्छ कुन हातले एडजस्ट गरौँ त कस्तो कन्ट्रोलै नभएको हामी युनिक पारामा हाल्नुपर्छ है गाई चाहिँ यो हातलाई के गरौँ त मैले यस्तो एडजस्ट पानीले यहाँ राखेपछि यसको एडजस्ट भयो कि अब यसले मलाई यो पानी त्यो एडजस्ट गरेपछि मलाई अब यो रात बित्छ होइन त्यही त नि अब मर्न लाग्यो मर्न लाग्छ म के खाम त्यही त नि अब पछितिर भेटौँ न म कन्फ्युजमा परेँ कि के गरौँ भनेर फाइनली 11:03 हुँदाखेरि खाना खाने टाइम भयो 11:03 पानी परिरह भने पानी परिरह मैले चाहिँ यसो अब चाहिँ एक लड त भुस्सै निदाइदिएको भने भुस्सै निदाइदिएकोमा किन सबजना ओर्लेछ भने त टोइलेट निस्किरहेको रहेछ भनेमा सला पुरै मैले उठेर तर्छु भने पानी आइरहेको खतरा आएन मैले चाहिँ यसो खाना खाने ठाउँमा आएँ यसो खाना खानुभन्दा नि चाउमिन खाइदियो ओहो गाडाङगुडुङ गर्छ त राम्रो ठुलै पानी पर्छ क्या ओहो चाँडो भयो मैले टी सर्ट हालेर बसेको थिएँ भित्र यहाँ चाउमिन अर्डर गर्न जान्छु चाँडो बनाइदिए भयो खाना हुन्थ्यो पानी सानी पऱ्यो अब चाहिँ चाउचा खाएको अघि आमामा पेट दुखेर जस्तो भयो आइटम खाने यहाँनिर नास्ता जलपाइगुडीतिर के हो मजाले सास हेर्नु छ होइन भने त्यो अघि बोमेट आउला जस्तो भयो कस्तो भयो त्यहाँ हाम्रो चाहिँ अब नास्ता आउँछ नास्ता खानुपर्ने हुन्छ एक प्लेट नास्ता खान्छ अनि भेट्छ है गाइज मेरो चाहिँ खाजा आजको खाना नै हो हामी चाहिँ चितवन रामनगरमा आइपुग्यौँ रे अब चितवन रामनगरको चाउमिन कस्तो छ ताक्ने त गाइज अब यस्तो यो अहिले छ नि अब हामी यता एङ्गल मिलाएर हान्नुपर्ने हुन्छ अब चितवन पुग्यो अब गाडीहरू पनि गएर लगाएर चाहिँ पानी सानी परेर अब यसो खाएर पछि भेट्छ लट्सअप मिठो रहेछ
चाउमिन चाहिँ तर कस्तो खानै मन लागेन जस मैले चाहिँ उतै खानु चाहिँ जस अब हामीले चाहिँ गुलियो खाइदिएँ मैले पानी आएर बमिट आउने हो क्या भने अहिलेसम्म त ठिक छु पछि बमिट आयो भने झ्याउ हुन्छ यार चितवन रामघाटमा चाहिँ खतरा पानी पऱ्यो है भाइ खतरा पानी परेर आएन यस्तो मिठो पानी परेर आयो नि बाहिर अँध्यारो भएर केही देखाएन अब खतरा पानी परेर आयो चाहिँ जस अब हामीले यति चाउमिन खाल्यौँ हामीलाई पाप नलागेपछि गाइज होइन म खानु सक्दिनँ पैसा तिर्नुपर्ने हुन्छ ट्याक्क पारेर गाडी आन्टी चाउमिनको हजुर त्यो दिनु हामी चाहिँ लड्स अफ पानी परिरहेको छ यार आमा होइन लड्स अफ पानी परिरहेको छ पुरै भिजिरहेको छ माको गाडी चाहिँ हो अब यसो एकलट हामी यतातिर घुम्न जानुपर्ने हुन्छ यसो यता चितवन यता अर्को गाडी छ चितवन र रामघाट हाम्रो आमा चितवन त खतरा रहेछ गाई चितवन पुरै पानी परिरहेको छ आमा केही देखाएको छैन होला है म एडजस्ट गरेर हेर्नु है अब के गर्नुहुन्छ त रोड पनि खतरा रहेछ यार गाई चितवनको आमा सेतो भन्ने आएछ ठुलो रहेछ अब हामी चाहिँ गाडीतिर चढ्नुपर्छ एकछिन अब यो एक्सर्साइज गरे हो कि अँध्यारो भयो नि अब एक्सर्साइज गर्नुपर्ने हुन्छ यहाँ अब मान्छेहरूले हेरिरह मलाई भ्लग बनाउँदा मलाई अचम्म लागिरह म यस्तो ओभर स्मार्ट भइसक्यो कि म यति धेरै मान्छेको अगाडि पानी लड्सप परिरह कहिले सहिले जानुपर्छ अब जानुपर्ने हो होइन गाडी चढौँ है लड्सप सिट यहाँ छ यो पुरै यहाँ कोही पनि छैन पुरै सुतिरहेको छु क्या यस्तो मजाले सुतिरहेको छु हाम्रो चाहिँ अब मास्क म गाडीभित्र छिरेपछि मास्क त मलाई अहिले खाएको त्यो यति चाउमिन नि मलाई निस्किन्छ मास्क लाउनुपर्छ अनि ट्याक्क सुतिदिनुपर्छ कस्तो गर्न खाएकै मास्क चाहिँ पानी परिरह के हेर्नु यो पानी परिरह भने केही त होइन अब पानी सानी पऱ्यो अब एकछिन पछाडि भेटौँ न अब कहाँ हुन्छ थाहै होइन गुड मर्निङ गाइज अनि दिस इज आवर नेक्स्ट डे अनि आज चाहिँ बिहान भइसक्यो बिहान भयो कति बज्यो भने ठ्याक्क 6 बजेर 12 मिनटको आहा 12 त्यही पनि म चाहिँ पुगेकै छैन भने आमामा रातभरि यस्तो त्यो खाजा खाएर एकछिन बाहिर गएर पानी परिरहेको थियो नि त मसिना पानी त आमा यहाँ भरतपुरबाट नि यहाँ कहाँसम्म परिरहेको थियो भने मलाई चाहिँ बमेट आउँदा जस्तो भइसक्यो मर्न लाग्छु तर मलाई एउटा खुसी कुरा मास्क लगाएपछि बमेट आउँदैन रहेछ त्यस्तो ढ्याउ आउँछ कि झ्याउ हुन्छ अनि त्यही भएर मलाई वाक्क लागेको छ अब गाडी गुडी नै राख अनि मलाई निन्द्रा नि लाग्यो यस्तो पानी परेको थिएन गाई जाममा असिना पानी यत्रो परेको थियो कि यत्रो अनि अहिले चाहिँ हामी लान कट्यौँ कतिलाई थाहा होला नि लान भन्ने चिज लान हामी चाहिँ यता पूर्व आउने 2टा बाटो छ कि एउटा खुर्कोट छ खुर्कोटमा चाहिँ डेमा मात्रै हिँड्छ कि त्यता बाटो बिग्रेको छ अनि उता त्यता चाहिँ दिउँसो मात्रै हिँड्छ नि यो नाइटमा हिँड्ने चाहिँ यता चितवनबाट आउँदो रहेछ त्यो कति भएको थियो यता नाइटमा नआएर म प्रायः जस्तो म गाउँ आयो भने त्यो त्यसमै आउँथेँ कि यो डेमै आउँथेँ अनि त्यही भएर यो बाटो कति भएको थियो नहिँडेको आम्मा म कति चेन्ज भएको कि यस्तो हेर्नु नि बाहिर यस्तो त है
मलाई फेरि यतातिर आउन मन नै लाग्दैन कि कोइलालीपुर भन्छ त दाङ आइपुग्यो क्या हो दाङतिर नि गएछ रमाइलो छ अब यस्तै जाने अब चिया खाना रोक्छ कि नै यसो कप मौसमले हिजो बेलुकादेखि च्यालेन्ज हानिरहेको थिएँ यस्तो चिया हानिदिन्छु नि म तर दुधको चाहिँ म चिया हान्न दुधको खायो भने अहिले मैले त्यो म उहाँसम्म पुग्दा म डेट हुन्छ म लेमन टी चाहिँ मलाई यस्तो खान मन छ कि लेमन टी यस्तो खाइदिन्छु अनि प्रायः जस्तो मान्छेहरू चाहिँ कति ओर्लिसक्यो कि अनि ओर्लिसक्यो मेरो सुताइ नै कोही हुँदैन यहाँ कोही छैन कि म मेरो त पुरै सुताइ हुन्छ डल्लो परेर म बल्ल बल्ल हटाएर सुत्छु अब त्यही त नि अब यसो चिया खाना रोक्यो भने म भेट्छु नि त्यतितिर होइन दाजुभाइहरू चिया हान्दिउँ भनेको आमामा आइपुग्यो त आइपुग्यो नि हाम्रो मामा घर चाहिँ उतै हो अहिले हामी चाहिँ अब जान लाग्यो अब हाम्रो कारखानामा जान लाग्यो मामाहरू चाहिँ उता छ अब मामाहरू हामी अहिलेलाई बन्द होइन अब चाहिँ हामी यो बलार्दा भन्ने ठाउँमा आयौँ है अब त सिधै गाडी पनि खाली भइसक्यो यो कस्तो अब चाहिँ बमेट आउला भइरहेको क्या वाल गाह्रो भइरहेको हेर्नु न यतातिर यस्तो ठाउँ छ कि मलाई यतातिर यस्तो ठाउँ छ त्यही भएर मलाई मन पर्दैन क्या त्यो भइरहेको त्यही त नि अब सिधै पछि भेटौँ है अब के गर्नुहुन्छ त हेर्दा वाक्क लागिसक्यो होला भिडियो होइन पछि भेटौँ अब म ओर्लिने टाइम आयो सामान हेर्नुपर्छ बिहाको कता सामान छ म मिलाउँछु है फाइनली गाइज म चाहिँ बल्ल आएँ आम्मा यस्तो भाग्यो अहिले आएर यसो खुट्टा सुट्टा धोएर ब्याग मिल्छ खुट्टा सुट्टा धोएर बसेको यसो हेर्दैछु यहाँ यस्तो रहेछ यहाँ गमला समाला यसो होइन अनि रहेछ यस्तो रहेछ हामी अब बस्ने यही त अनि अब ट्याक बारी यस्तो बनाउनु भएको रहेछ यस्तो रोडकै छेउमा रहेछ गाइज हामी बस्ने चाहिँ यही है यो तर ओभर गर्मी छ कि यता यस्तो बनाउनु भएको हामीले ट्याक पाएर अब यसो एकलट हेरिदिनुपर्छ छादा मलाई त अहिले पो छादा आउला जस्तो भएर च्याङ जाला जस्तो यस्तो रहेछ ठाउँ रोडको छेउमा दामी छ बत्ती सत्ती केही रहेछ भ्लग एडिट गर्नुपर्ने थियो अब यसो एकछिन बसेर भ्लग एडिट गर्छु यो चाहिँ हाम्रो आम्बासी चोक भन्छ यता चाहिँ अनि फतेपुर भन्छ उतापछि उदयपुर हो यता के पो हो मलाई थाहा नै भएन उतापट्टि अब सप्तरी हो यतापट्टि उदयपुर हो यतातिर वाइल्ड गर्मी हुन्छ त्यही हो अब यस्तो छ ठाउँ अनि तलपछि दरे त्यही त अनि अब भिडियो के कस्तो लाग्यो यतै इन गरिदिउँ नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु लाइक कमेन्ट सेयर गर्नु होला त्यही त अनि बाई गाइज